कोरियादेखि नेपाल आएको पनि 2-3 महिना बितिसकेसँगै साथीहरू मेरो चाहिँ नेपालमा हुँदा कति धेरै बिजी हुने क्या साथीहरू है। अनि यही बिचमा चाहिँ हामी आएको समयमा चाहिँ मेरो दिदी र बाबा चाहिँ हामीलाई भेट्न भनेर आउनुभएको थियो। मेरो दिदी चाहिँ बाहिर हुनुहुन्थ्यो नि त, अनि बाबा चाहिँ 5-6 दिन अगाडि नै आउनुभएको थियो। अनि मेरो दिदी चाहिँ 10 दिनको छुट्टी मात्र लिएर आउनुभएको थियो, किनकि स्पेसली मेरो छोरीलाई भेट्नको लागि। मेरो दिदी र मेरो पनि 4 वर्ष पछाडि चाहिँ भेट हुँदै थियो, तर एकदमै धेरै खुसी थिएँ म है। यही बिचमा चाहिँ मेरो भाइ एकदमै धेरै मिस भइरहेको थियो। हामी घर आइसकेपछि चाहिँ मम्मी एकदमै धेरै इमोसनल हुनुभयो। हामी चाहिँ सबैजना भेला भएको थियौँ। मेरो भाइ चाहिँ जापानमा छ नि त। अनि यस बिचमा चाहिँ मलाई धेरैजना साथीहरूले कति धेरै सोधिराख्नु भएको हुन्छ कि हजुरहरूको फ्यामिली चाहिँ कतिजना हो, दिदी र तपाईँ ट्विन्स हो भनेर एकदम धेरै सोधिराख्नु भएको हुन्छ कि। तर हामी चाहिँ ट्विन्स होइन, मेरो दिदी हो, अनि म हो, अनि मेरो भाइ चाहिँ छ सानो चाहिँ। अनि हामी चाहिँ 3 जना हो, अनि बाबा मम्मी 5 जना हो हाम्रो फ्यामिली चाहिँ। मेरो भाइ चाहिँ आउन खोजेको, तर उसको चाहिँ छुट्टी नै मिलेन, समय नै मिलेन। त्यही भएर चाहिँ हामी सबैजना भेला भएको थियौँ। मेरो बाबा चाहिँ 5-6 दिन अगाडि नै आउनुभएको थियो। सो मैले भिडियो चाहिँ राखेको थिइनँ, अनि पछि एकैचोटि राख्छु भनेर यति धेरै रमाइलो भइरहेको थियो साथीहरू है। नभन्दै फर्किने बेला पनि भइसक्यो मेरो कोरिया। अनि यो बिचमा चाहिँ मेरो भोइस कस्तो डिस्टर्ब आइरहेछ, किनभनेदेखि मलाई नेपालको बसाइले यति धेरै सताएको छ, रुगा मर्की होइन। अनि उहाँ चाहिँ मेरो बाबा हो। मेरो बाबा चाहिँ अगाडि नै आइसक्नु भएको थियो, मैले भिडियो चाहिँ राखेको थिइनँ। अनि सबैजना आइसकेपछि चाहिँ हामीले चाहिँ 29-30 केजीको खसी काट्ने, हाम्रो सबैजना आइसकेपछि भनेर चाहिँ हाम्रो मम्मीले चाहिँ खसी पालेर राख्नु भएको थियो। अनि हामीले चाहिँ खसी काट्यौँ, मस्त यस्तो इन्जोय गऱ्यौँ। अनि हामीले चाहिँ मेरो दिदीलाई, हामीलाई सबैलाई चाहिँ भुटनहरू मनपर्छ क्या। अनि हामीले भुट्यौँ, मजाले खायौँ। अनि ओहो दिदीको ब्यागहरू लगेजहरू खोल्यौँ है। अनि यति धेरै सामान थियो मेरो छोरीको लागि मात्र, मेरो लागि पनि थियो। उहाँ चाहिँ मेरो बाबा। अनि मेरो भोइस चाहिँ एकदम धेरै डिस्टर्ब आइरहेछ, किनभनेदेखि मलाई सन्चो छैन, स्वर बसेर चिसो लागेर। उतादेखि आएको मान्छेलाई यता चाहिँ अलिकति केही समयको लागि चाहिँ एकदमै धेरै गाह्रो हुँदै रहेछ। म यो 2-3 महिना बसेँ, त्यो बिचमा चाहिँ मलाई रुगा मर्कीले एकदमै धेरै सताइराख्यो। मेरो छोरीलाई पनि एकदम धेरै एलर्जीहरू पनि आइरहेको थियो है। अनि हामी चाहिँ रिटर्न ब्याक कोरिया हुन लागेको छौँ अब। अनि हामीले चाहिँ एकदमै धेरै इन्जोय गऱ्यौँ। अनि भोलिपल्ट चाहिँ हामी चाहिँ भाटबटिनी, इटरीको भाटबटिनी गयौँ, सपिङ गऱ्यौँ। अनि हेर्न सक्नुहुन्छ एकदमै धेरै इन्जोय गऱ्यौँ। थ्याङ्क्स फर वाचिङ गाइज। मेरो लुक चाहिँ यहाँ हेर्न सक्नुहुन्छ। मेरो भोइस ओभर गर्दा गर्दै मेरो भोइस चाहिँ कस्तो भइसक्यो कि। सो यो